हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज म होइन हजुरहरूलाई चाहिँ सक्सेस ट्र्याक नेपालमा होइन आफ्नो आइडी कसरी क्रिएट गर्नुहुन्छ त्यो चाहिँ त्यही कसरी क्रिएट गर्ने त्यो चाहिँ सिकाउन गइरहेको छु। सबभन्दा पहिला होइन आफ्नो मोबाइलमा होइन कुनै ब्राउजर खोल्नु होला। ब्राउजरभित्र होइन सक्सेस ट्र्याक नेपाल सर्च गर्नु होला। जस्तै म होइन सक्सेस ट्र्याक नेपाल यहाँ सर्च गरेँ। सर्च गरेपछि होइन मेरो फर्स्ट इन्टरफेस आयो। यहाँ हेर्न सक्नुहुन्छ लेखेकै सक्सेस ट्र्याक नेपाल लर्निङ प्लस अर्निङ प्लेटफर्म। यो होइन सबभन्दा पहिला के गर्छु म त्यही क्लिक गर्छु यो वेबसाइटमा क्लिक गर्छु। योमा क्लिक गरेपछि होइन अरू चाहिँ यसको त्यही टाइम लाग्छ लोडिङ लिन्छ। हजुरको नेटवर्क अनुसारले होइन फास्ट र स्लो हो। जस्तै मेरो नेटवर्क अलिक स्लो हो त्यही भएर यति स्लो आएको हो। जस्तै होइन मैले स्क्रोल गरेँ यो प्लेटफर्मभित्र होइन के पाउनुहुन्छ नि यहाँ हेर्न सक्नुहुन्छ। यदि प्लेटफर्म यो वेबसाइटभित्र होइन 5वटा कोर्सेस छ। यहाँ होइन हजुरले चाहिँ कस्तो प्लेटफर्ममा कसरी के गर्नुहुन्छ नि यहाँ चाहिँ सबै चिज होइन स्टेप बाई स्टेप लेखेकै छ माथिमा। अनि अर्कै चिज होइन अझै बुझ्नको लागि होइन अलि स्क्रोल गर्नु होला। स्क्रोल गरेपछि होइन यहाँ चाहिँ वाइट सक्सेस ट्र्याक नेपालभित्र होइन के छ र कि हजुरले होइन सक्सेस ट्र्याक नेपाल चुज गर्नुहुन्छ। सक्सेस ट्र्याक नेपालमा होइन यहाँ चाहिँ धेरै थुप्रै कोर्सेसहरू छ, ट्रेनर छ हाम्रो। अनि झन् होइन एक्स्ट्रा होइन हाम्रो चाहिँ कम्युनिटी अर्निङ पनि धेरै छ। त्यस्तै होइन हाम्रो चाहिँ यो सक्सेस ट्र्याक नेपालभित्र के छ। नेक्स्ट होइन हाम्रो प्याकेजहरू छ। यसमा होइन 5वटा प्याकेजहरूले पाउनुहुन्छ। जस्तै फर्स्टको प्याकेज हाम्रो होइन सबभन्दा लो प्याकेज हो इलाइट प्याकेजभित्र होइन हजुरले के पाउनुहुन्छ कन्टेन्ट मार्केटिङको कोर्स पाउनुहुन्छ प्लस सर्टिफिकेट पाउनुहुन्छ। अर्को होइन के पाउनुहुन्छ कम्युनिकेसन स्किलको होइन हजुरले सर्टिफिकेट पाउनुहुन्छ अनि कोर्सेस पाउनुहुन्छ। अनि नेक्स्ट प्याकेज हाम्रो हो कुन सिल्भर प्याकेज होइन सिल्भर प्याकेजभित्र के पाउनुहुन्छ हजुरले पर्सनल ब्रान्डिङ कम्युनिकेसन स्किल रिल्स मास्टरी जस्ता होइन। अनि प्लसमा होइन सिल्भर प्याकेज लिएपछि होइन हजुरले चाहिँ इलाइटको कोर्सेस होइन हजुरले फ्रीमै पाउनुहुन्छ। यो प्याकेजको कोर्सेस होइन हजुरले चाहिँ बढी होइन धेरै पछि पनि काम लाग्ने हो। हजुरको लाइफ टाइमसम्म काम लाग्ने हो यो कोर्सको सर्टिफिकेट हो। अनि नेक्स्ट हाम्रो छ गोल्ड प्याकेज त्यो होइन 2499 हो। अनि यसभित्र होइन के पाउनुहुन्छ हजुरले कम्युनिकेसन स्किल भयो पर्सनल ब्रान्डिङ भयो मार्केटिङ भयो लिड जेनेरेसन भयो रिल्स मास्टरी भयो योहरू प्लसमा होइन गोल्ड लिएपछि होइन हजुरले चाहिँ सिल्भर र इलाइट दुवै फ्रीमै पाउनुहुन्छ। नेक्स्ट हाम्रो छ जुन चाहिँ हाई डिमान्डिङ प्याकेज छ डायमन्ड प्याकेज अनि मास्टर प्याकेज। सबभन्दा पहिला होइन डायमन्ड प्याकेजमा के पाउनुहुन्छ हजुरले डायमन्ड प्याकेजको होइन 3499 लाग्छ हजुरलाई। यसभित्र होइन के पाउनुहुन्छ हजुरले पर्सनल ब्रान्डिङ कम्युनिकेसन स्किल यो जस्तै यहाँ छ नि जति प्याकेज कोर्सहरू लेखेको यो सबै कोर्सहरूले होइन डायमन्ड प्याकेजभित्र पाउनुहुन्छ। अनि प्लसमा होइन डायमन्ड प्याकेज लिएपछि होइन हजुरलाई इलाइट प्याकेज सिल्भर प्याकेज र गोल्ड प्याकेज होइन फ्रीमै पाउनुहुन्छ। अनि लास्ट हाम्रो होइन त्यही धेरै मान्छेले पर्चेस गर्छ किन यसमा होइन हजुरले के पाउनुहुन्छ हेर्न सक्नुहुन्छ। योमा के पाउँछ पर्सनल ब्रान्डिङ भयो कम्युनिकेसन स्किल भयो रिल्स मास्टरी भयो अनि एफिलिएट मार्केटिङ भयो लिड जेनेरेसन भयो सोसियल मिडिया मास्टरी भयो इङ्ग्लिस स्पोकन भयो सेल्स मास्टरी भयो युट्युब मास्टरी भयो फेसबुक एड भयो एट्र्याक्सन मार्केटिङ भयो क्यानभा मास्टरी भयो गुगल एड्स भयो स्टक मार्केट भयो वेबसाइट डेभलपमेन्ट हजुरलाई थाहा होला कति हाई डिमान्डिङ कोर्सेस छ। अनि त्यसको होइन कोर्सेस प्लस होइन सर्टिफिकेट पनि पाउनुहुन्छ हजुरले। जस्तै होइन म आज होइन मास्टर प्याकेज इनरोल गर्न गइरहेको छु। कसरी इनरोल गर्ने जस्तै होइन इनरोल गर्नको लागि होइन पाइन योभन्दा पहिला होइन म हजुरलाई सिकाइदिएको छु। हाम्रो चाहिँ मोस्ट डिमान्डिङ कोर्सेस जुन चाहिँ मैले अहिले भनिसकेको यसमा होइन सेयर मार्केट नि छिट्टै आउने वाला छ त्यही भएर सेयर मार्केट चाहिँ पहिलादेखि नि यहाँ लेखेको छ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ फाउन्डर अनि सिइओ चाहिँ शिवा सर हुनुहुन्छ। अनि यसको बारेमा यहाँ चाहिँ लेखेको छ केही। अनि त्यसपछि होइन नेक्स्ट चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो यहाँ चाहिँ त्यही हाम्रो चाहिँ सक्सेस ट्र्याक नेपालको होइन रिभ्यूहरू छ यहाँ। अनि नेक्स्ट हाम्रो होइन वाट इज सक्सेस ट्र्याक नेपाल भनेको के हो यो एउटा होइन इ लर्निङ प्लेटफर्म हो जुन चाहिँ होइन पछि गएर होइन धेरै चाहिँ टपमा आउने हो। अहिले चाहिँ त्यही डाउन फ्लोमै हो र हजुरले चाहिँ सपोर्ट भयो भने टपमै जानेछ। अनि हाउ यु क्यान अर्न विथ अस हामीले होइन कसरी अर्न गर्न सक्नुहुन्छ हजुरले होइन यहाँ हेर्न सक्नुहुन्छ। हाउ क्यान इनरोल इन द कोर्सेस कसरी इनरोल गर्ने यसको बारेमा पनि यहाँ लेखेकै छ। अनि नेक्स्ट होइन हाम्रो सर्टिफिकेट जुन चाहिँ भन्छ नि धेरै कम्पनीहरू चाहिँ इलिगल हुन्छ हाम्रो होइन सक्सेस ट्र्याक नेपाल होइन एकदम लिगल अनि बेस्ट प्लेटफर्म हो। त्यसको बारेमा होइन हजुरले यहाँ हेर्न सक्नुहुन्छ सर्टिफिकेट पनि पाउनुहुन्छ। सर्टिफिकेटमा क्लिक गर्नुहुन्छ नि हाम्रो चाहिँ सर्टिफिकेट हजुरले पाउन सक्नुहुन्छ। यो सर्टिफिकेट होइन हजुरले चेक गर्न सक्नुहुन्छ ओसिआरको मेन वेबसाइटमा गएर क्रोममा गएर चेक गर्न सक्नुहुन्छ कि फेक डकुमेन्ट हो कि लिगल डकुमेन्ट हो त्यो भनेर।
अनि नेक्स्ट होइन प्यान नम्बर पनि यहाँ हेर्न सक्नुहुन्छ हजुरले। जस्तै होइन हाम्रो चाहिँ होइन प्यान नम्बर पनि चेक गर्न म सिकाउन गइरहेको छु। त्यही प्यान नम्बर होइन यहाँ हेर्न सक्नुहुन्छ, प्यान नम्बर लेखेको छ। अनि यो प्यान नम्बर होइन हजुरले क्रोममा गएर अनि प्यान चेक वेबसाइटमा गएर होइन आफ्नो चाहिँ यो प्यान नम्बरको नम्बर हालेर चेक गर्न सक्नुहुन्छ। अनि अर्को होइन हाम्रो चाहिँ वेबसाइट चाहिँ कस्टमर सर्भिसलाई कसरी कन्ट्याक्ट गर्ने, यहाँ होइन कन्ट्याक्ट गर्नको लागि यहाँ नम्बर हेर्न सक्नुहुन्छ हजुरहरूले। यो नम्बरमा होइन वाट्सएपमा अनि कलमा गएर कुरा पनि गर्न सक्नुहुन्छ हजुरले कस्टमर सर्भिससँग। अनि नेक्स्ट होइन अब चाहिँ म कसरी प्याकेज इनरोल गर्ने नि त्यो प्याकेज इनरोल गर्न सिकाइदिएको छु। म होइन मास्टर प्याकेजबाट इनरोल गर्छु। हजुरले पनि चाहिँ जुनसुकै प्याकेज हजुरले इनरोल गर्न सक्नुहुन्छ। जस्तै इनरोल गर्नको लागि होइन बाई नाउमा क्लिक गरेँ मैले। बाई नाउमा क्लिक गरेपछि होइन यस्तो बिलिङ डिटेल आयो। बिलिङ डिटेलमा होइन सबभन्दा फर्स्टमा नेम आयो। नेम होइन म आफ्नै नेम त्यही कम्पनीकै नाम हाल्दैछु। जस्तै म हालिदिएको छु सक्सेस ट्र्याक नेपाल। जस्तै मैले यो हालेँ त्यसपछि होइन यहाँ इमेल आइडी छ। इमेल आइडी होइन सबैजनाले होइन राम्ररी राख्नु होला। जस्तै म होइन सक्सेस ट्र्याक नेपाल हाल्दैछु। यो होइन हजुरले चाहिँ आफ्नो इमेल हाल्नु होला। जस्तै मैले हालेँ .com। नेक्स्ट होइन वाट्सएप नम्बर, यहाँ होइन एउटा वाट्सएप नम्बर हाल्नु होला, किनकि केही प्रब्लम भएमा होइन हामीहरूले चाहिँ हजुरलाई चाहिँ वाट्सएपमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ इन्टर एड्रेस, एड्रेसमा होइन सबैजनाले आफ्नो एड्रेस हाल्नु होला। जस्तै म होइन अफिसकै एड्रेस राख्दैछु बिर्सेया। अनि नेक्स्ट होइन पासवर्ड हाल्नुपर्छ, यहाँ पासवर्ड छ। जस्तै पासवर्डमा होइन हजुरले चाहिँ जेसुकै नै राख्न सक्नुहुन्छ। जस्तै म होइन 1 देखि 8 सम्म राखेँ। अनि नेक्स्ट होइन हाम्रो के भयो वाट्सएप नम्बर अनि एफिलिएट कोड। पहिला होइन यहाँ हेर्न सक्नुहुन्छ। अगर हजुरले होइन एफिलिएट कोड हाल्नु हुँदैन नि हजुरले चाहिँ 8,000 लाग्नेछ। अनि हजुरले चाहिँ एफिलिएट कोड हाल्नुहुन्छ नि त्यसपछि हजुरलाई डिस्काउन्ट मिल्नेछ। त्यसको लागि होइन इन्टर वाट्सएप नम्बर छ। वाट्सएप नम्बरमा होइन हजुरले चाहिँ वाट्सएप नम्बर हाल्नु होला। जस्तै म होइन इक्जाम्पलको लागि जेनी राखिदिएको छु। अनि त्यसपछि एफिलिएट कोड होइन राम्ररी राख्नु होला। हजुरले चाहिँ आफ्नो स्पोन्सरको छ भने स्पोन्सर राख्नु होला, नत्र छैन भने हजुरले चाहिँ यो नि युज गर्न सक्नुहुन्छ। जस्तै होइन मैले यहाँ शिवासा राखेँ नि, शिवासा राखेपछि यस्तो चाहिँ तलमा स्पोन्सर नेम आयो। त्यसपछि होइन कन्टिन्यू गर्नु होला। कन्टिन्यू भएन, फेरि म क्लिक गरेँ, फेरि पनि भएन। त्यसपछि होइन केही न केही हजुर चाहिँ माथि हेर्नु केही न केही मिस्टेक होला। जस्तै यहाँ चाहिँ फोन नम्बर मेरो मिस्टेक भएको छ। त्यसपछि होइन म चाहिँ यसले चाहिँ क्लियर गर्छु, म अर्कै हाल्छु। जस्तै मैले यसलाई क्लियर गरेँ। अनि त्यसपछि होइन म यो हाल्दैछु। त्यसपछि हेर्न सक्नुहुन्छ कन्टिन्यू गरेँ, त्यही पनि भइरहेछ। यो नम्बर चाहिँ अलरेडी कसैले युज गरिसकेको छ ट्राई गर्नको लागि। त्यसको लागि होइन त्यही 1 हालेँ मैले, चेन्ज गरेँ एउटा। योमा होइन हजुरले आफ्नै नम्बर हाल्नु होला। त्यसपछि होइन यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पे विथ क्युआर कोड छ। यसमा होइन यो अप्सनमा चाहिँ सिलेक्ट गर्नु होला। सिलेक्ट गरेपछि होइन यस्तो इन्टरफेस आउँछ। त्यसपछि के गर्नु होला हजुरले चाहिँ कन्टिन्यूको अप्सन छ, कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरेपछि होइन यस्तो इन्टरफेस आउँछ जुनमा होइन हजुरले चाहिँ क्युआर पाउनुहुन्छ। यो क्युआरलाई होइन क्लिक गरेर बस्नुहुन्छ नि मोबाइलमा, डाउनलोड गर्ने अप्सन आउँछ, त्यसलाई होइन डाउनलोड गर्न सक्नुहुन्छ। अनि प्लसमा होइन यसलाई चाहिँ स्क्रिनसट पनि लिन सक्नुहुन्छ हजुरले पे गर्नको लागि। अनि यसलाई होइन स्क्रोल गर्नु होला। त्यसपछि स्क्रोल गरेपछि पेमेन्ट गर्नु होला। पेमेन्ट गरेर आएर त्यसपछि पेमेन्ट स्क्रिनसट यहाँ हाल्नु होला। जस्तै म होइन यहाँ पेमेन्ट स्क्रिनसट हाल्नको लागि गइरहेको थिएँ। त्यही मेरोमा त छैन पेमेन्ट स्क्रिन, तर हजुरमा होला पेमेन्ट स्क्रिनसट, त्यो हजुरले चाहिँ यहाँ हाल्नु होला। हालेपछि होइन त्यही हाल्नु होला यहाँ पेमेन्ट स्क्रिनसट। अनि त्यसपछि तलमा के छ ट्रान्ज्याक्सन आइडी। ट्रान्ज्याक्सन आइडी होइन जेसुकै होइन पेमेन्ट गर्नुहुन्छ नि हजुरले, ट्रान्ज्याक्सन आइडी यहाँ आइहाल्छ। ट्रान्ज्याक्सन आइडी होइन हजुरले चाहिँ हाल्नु होला। ट्रान्ज्याक्सन आइडी हालेपछि होइन जस्तै म इक्जाम्पलमा जेपिटी राख्दैछु, र यहाँ होइन पेमेन्ट गरेपछि हजुरले चाहिँ ट्रान्ज्याक्सन आइडी हाल्नु होला। त्यसपछि होइन यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि होइन हजुरले चाहिँ हेर्न सक्नुहुन्छ यो डिटेल हेज बिन सबमिटेड, प्लिज वेट फर कन्फर्मेसन। यो होइन अब चाहिँ माथि पुगिसकेछ। माथि होइन अब कन्फर्म हुनको लागि वेट लाग्छ। त्यही 5 देखि 10 मिनटमा एक्टिभ भइहाल्छ हजुरको एकाउन्ट। अगर हजुरको 5 देखि 10 मिनटमा एक्टिभ भएन नि पेमेन्ट गरे तापनि हजुरले होइन यहाँ चाहिँ माथि हेर्न सक्नुहुन्छ। टपमा चाहिँ कर्नरमा हुन्छ नि, हजुरहरूको पनि कर्नरमा होइन नम्बर होला। त्यो नम्बरमा हजुरले पनि होइन कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो नम्बरमा होइन डाइरेक्ट वाट्सएपमा आफ्नो जिमेल पठाउनु होला। अनि भन्नु होला एक्टिभ भएको छैन आइडी, अनि एकछिनमै एक्टिभ भइहाल्छ। त्यसपछि केही मिस्टेक